गाइज वेलकम ब्याक टु अनदर ब्लग। मलाई मम्मीले कर गर्दा गर्दा मैले ब्लग बनाउनु परिरहेछ होइन। हामी चाहिँ अहिले हनुमान ढोका आएको छ। यस्तो मन्दिरहरू हेर्दाखेरि होइन पुरै कस्तो राम्रो लागेर आउँछ मलाई। म के बोलिरहेको छु भन्ने मलाई पनि थाहा छैन। यति नै भन्न चाहन्छु गाइस, यहाँ म छु, मम्मी हुनुहुन्छ, माइजू हुनुहुन्छ। माइजू क्यामेरा अनि अब हामी कहाँ जाँदैछौँ त्यो पनि मलाई थाहा छैन। ओन्ली माई मम्स नो अबाउट इट। अब म चाहिँ होइन मम्मीले मलाई कल गरेर आएको गाइस, नत्र भए म आउँदिनँ थिएँ। यहाँ चाहिँ यस्तो मार्केट छ होइन। यहाँ चाहिँ अब सपिङ गर्न सक्नुहुन्छ होइन। पानीमा भिजिरहेको छ, छाता भएर पनि गाइस पानीमा भिजिरहेको छ। यतिसम्मको कन्फिडेन्स हुनुपर्छ भने यति धेरै मान्छेहरू हुन्छ तर पनि म ब्लगिङ गरिरहेको छु होइन। एउटा पसलमा सामान राम्रो लाग्दैन, 10वटा पसल भिजिट गर्नुपर्छ। त्यसरी म इरिटेट हुन्छु क्या, इरिटेट। म चाहिँ यिनीहरूको झोला बोक्न होइन, सामान बोक्न आएको जस्तो हुन्छ। आफ्नै तालले हिँडिरहेको छु, म हराउँछु कि त्यो पनि थाहा छैन। तर पछाडिको भ्यू हेर्नु, मलाई चाहिँ इग्नोर गर्नु, ब्याकग्राउन्ड पछाडिको हेर्नु सिर्फ। अब जिन्दगीमा स्प्राउट खानुभयो होला, तर स्प्राउटको चटपटी चाहिँ मैले अहिलेसम्म ट्राई गरेको थिएँ। मैले हेरेँ, देन आई वान्ट टु ट्राई इट। त्यही भएर म अब यो स्प्राउटको चटपटे खान गइरहेको छु। मलाई हेर्दाखेरि खाम लाग्यो। तर स्प्राउटको चटपटे यस्तो हुँदो रहेछ, स्प्राउटको चटपटे ट्राई गर्न गइरहेको छु। अब स्प्राउट मनपर्छ नि त, म स्प्राउट लभर हो गाइस। अब म ट्राई गर्छु अनि कस्तो टेस्ट रहेछ हजुरहरूलाई भन्छु। स्प्राउट लभरहरूको लागि चाहिँ राम्रो हो, अरू मलाई छैन। म त स्प्राउट खान्छु, सो आई लाइक इट। मैले अघिदेखि तिर्खा लगाइरहेको छ, तर यहाँ ग्रोसरी सबै भेटिरहेको छैन क्या। म के गरौँ, म यति इरिटेट फिल भइरहेको छु नि यिनीहरूसँग हेर्दा। मतलब जे लिन्छ छिटो लिने जाने भन्नु खोजेको। भाइरल हुने तरिका। अब हामी यता जाँदैछौँ, टिपटप जान थालेको गाइज। गाइज अब बेलुका भइसक्यो, मलाई भोक लागिसक्यो। सो वी आर गोइङ टु टिपटप रेस्टुरेन्ट। अननेसेसरी चिजहरू किन्नमा कति इन्ट्रेस्ट लागेको। कहाँ ह्याङ बनाउँछन् क्या लेडिजहरूसँग, त्योहरू हेर्नै हुँदैन। हुन त मन लेडिज हो, तर मलाई त्यस्तो त्यो ह्यान्ड त्यान सपिङ त्यस्तो मलाई मन पर्दैन। जाने जे लिने हो लिने, अनि आउने। मलाई कहीँ जान्छ भने बाइक भए मात्र जान रमाइलो लाग्छ, त्यति राति घुम्न। अरू बेला त मलाई एक पाइला पनि हिँड्न मन लाग्दैन। कमन सेन्स लाउनु थोडा सा। यो गल्ली बाटो हिँडिरहेछ नि त, बाइकमा जाने त्यो बाटो त्यो टिपटप रेस्टुरेन्टको बाटो र गल्ली बाटो जाने बाटो फरक छ नि त। कमन सेन्स लाउँदैन। अगाडि क्यामेरामा आउनु हुँदैन। म्यापले त यहीँ डाइरेक्सन देखाइरहेछ। यदि रङ डाइरेक्सन भयो भने दुबेली मिलेर मलाई मार्छन् होइन। मेरो मम्मीले मलाई पागल बनाइसक्नु भएको थियो। त्यो होइन टिपटप भनेर लेखेको छ। अब हामी यसको भित्र जान्छौँ। फाइनली हामी पुगिसक्यौँ होइन। गाइज आजको ब्लग म यहीँ इन्ड गर्न चाहन्छु। हजुरहरूलाई यो ब्लग राम्रो लाग्यो भने प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब। बाइ बाइ।